हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई च्यानल। यसमा सन्देश आयो। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। अनि अहिले चाहिँ म कलेजबाट भर्खरै घर आएको। अनि 11:04 गइसक्यो रहेछ होइन। अनि के गर्नु, यस्तै छ। आज घरमा कोही पनि हुनुहुन्न, भाइ स्कुल गएको छ। अनि मम्मी बाबा चाहिँ खैराबाङतिर जानुभएको छ घुम्न, पूजा पाठ गर्नको लागि। अनि म चाहिँ एक्लै छु। भर्खर आएर अब कपडा सपडा चेन्ज गर्नु पऱ्यो होइन। अनि खाना पनि बनाएन। अब मम्मी बाबा बिहानै गइहाल्नुभयो, भाइ स्कुलमै खाएर होला सायद। अनि आएर खाना बनाएर खाएसै भन्नुहुन्थ्यो। अनि अब खानु पर्ने होला बनाएर। के बनाउने हो थाहा छैन। भेजमा के छ केही थाहा छैन होइन। अब त्यही हो। जुत्ता पनि फुगालेन। एउटा तना फुगालेर बसेको छु म चाहिँ। यसको तना फुगाले चाहिँ यसको फेरि छैन। अब त्यही हो। पहिला चाहिँ ड्रेस चेन्ज गर्नु पऱ्यो। अनि लुगा पनि धुनु पर्नु छ यार। त त्यतिको अरू बाहिर लुगा धुनु पर्ने छ। त्यति गरौँ। अनि त जुत्ता पनि फोहोर भए मोजा धुनु पर्ने भयो होइन। त्यस्तो छ जिन्दगी। अब पहिला चाहिँ ड्रेस चेन्ज गरिहालौँ। अनि त्यही त कपडा सपडा चेन्ज गरेँ। अनि फ्रेस पनि भइसकेँ। अब चाहिँ अनि पसलतिर गएर चाहिँ अनि यो दुईटा कुरमुरे, एउटा पिरो चौचौ, अनि एउटा चाहिँ नर्मल चौचौ, यो रमपमवाला चौचौ लिएर आइसकेँ। किनभने खाना बनाउने जाँगर छैन क्या। अब त्यही त होइन, केटा मान्छे घरमा एक्लै भएपछि यस्तै हावा हुन्छ जहिले पनि। अनि खाना बनाउने त्यहाँ भाँडाकुँडा मार्ने कसले टेन्सन ल्याउँछ भनेर यहाँ पहिले चिउरा भुजा पनि छैन यार। चिउरा थियो अनि चौचौ कुरमुरे लिएर चाहिँ अब चाहिँ टक्कसँग चटपटे बनाएर, चटपटे बनाउने फेरि प्याज हो कि नै यार हेर्नुपर्ने छ। अनि चटपटे बनाएर त्यही चटपटे खाएर गुजारा चलाउनु पर्यो आजको लागि चाहिँ। बनाएर पनि म चाहिँ रुममा आइसकेँ। अनि केही थिएन। अनि यस्तो भयो, प्लास्टिकमै हालेको। किनभने अरू भाँडा माथि घरमा छन्, त्यहाँ जानु झ्याउ लाग्यो। अनि प्लास्टिकमै हालेर केही नहालेर जे किनेर ल्याएको थिएँ। कुरमुरे अनि चौचौको त्यो नुन, तेल, अनि चौचौ, चिउरा घरमा थियो। चिउरा हालेर चाहिँ बनाइसक्यो। दामी भाषा जोस् पेट भरिन्छ अब यतिले। अनि अब यो खाँदै केही हेर्दै बस्छु। चटपटे खाएर चाहिँ यतिकै रुममा बसिरहेको थिएँ। अनि दाना लिएर चल्ला हालेको छ नि त, ब्रोइलर चल्ला। अनि त्यसको दाना लिएर गाडी आयो। अनि तल आएर दाना राखेर भित्र चाहिँ चल्ला हेर्नको लागि आइसक्यो। पानी सक्केले सायद के छ सबे भर्खर मिलाइदिएको थिएँ। छेउमा गिलास पानी थियो। लगभग सकिसकेन। अब एकछिन पछि हालिदिनु पर्यो। अहिले चाहिँ साँझ 4:30-5 बज्न लागिसक्यो। अनि मम्मीहरू चाहिँ खैराबाङ पुगेर त्यहाँ घुमेर पूजासुजा गरेर अहिले चाहिँ छाया क्षेत्र जानुभएको रहेछ। अनि त्यहाँबाट आउन अलिक टाइम लाग्ने भयो। अनि खानासाना बनाउनु पर्ने भयो। भाइलाई होस्टेल लगिदिनु पर्छ भनेको। भाइ पनि आइसक्यो। भोलि शनिबार भयो नि त। अनि भोलि छुट्टी भयो। अनि भाइ पनि आइसक्यो। अब चल्लालाई चारो पानी अब मैले चाहिँ अरू गर्छु, भाइले चाहिँ यतातिर गर्छ। अनि अहिले चाहिँ काट्न लाग्यो। यसलाई बनाउनु पर्ने भयो आज चाहिँ। अनि यो बनाएर खानासाना बनाउने यताउता ट्याकटुक जोस् आज छुट्टी किसिमको हुन्छ। चल्ला चाहिँ चाटेर भ्याइयो।
अनि भाइले आगो बालेर पानी बसालिसकेको रहेछ यो पानी उतारिदिइहाले आगो हेर्नु न कस्तो दामी यो जाडोमा आगो ताप्नुको फिलै छुट्टै छ यार अनि चल्ला चाहिँ यो यत्रो भयो अनि अब यसलाई चाहिँ यत्रै आगोमा हालेर पोल्नु पर्ने हुन्छ हामीले चाहिँ स्टोभको तर यो गलत हो यार आफ्नो खुसीको लागि अरूको हत्या गर्नुपर्छ तर के गर्नु मिठो हुन्छ हैन त्यही त आफ्नो स्वादको एकछिनको स्वादको लागि अरूको ज्यान लिने हामी नै त्यस्तै हो तर के गर्नु मिठो हुन्छ खान मन लाग्छ त्यही हो पोल्छु अनि फेरि चल्ला पोल्दा पोल्दै अलि हात पोल्देला मेरो चाहिँ अहिले चाहिँ काटकुट पारेर माथि आइसकेँ अब चाहिँ बसाल्नु छ तेल पनि सकियो सर यति भयो होइन यो चाहिँ मसला हो यहाँ बसालेको छु तेल सक्या तेल निकाल्नु पर्ने छ कि अब तेल फेरि कहाँ छ सेट यहाँ रहेछ तेल लाग्यो अहिले फेरि हाल्नु पर्दैन यो तेल यता भात पाकिसक्यो अनि ओ सरी यता भात पाकिसक्यो अनि यता चाहिँ मासु सिटी लागेको छ अनि भाइ तलतिर छ सुनसान चिसो भइसक्यो अब चिसो बढिसक्यो हेर्नु कस्तो दामी देखिन्छ अरे यहाँबाट टक्क यतातिर यो वन साइड भयो होइन उता यस्तरी अनि ठ्याक्क बिचमा हाम्रो घर क्या 4 सिटी लगाइसकेको त्यो लास्टै चाम्रो रहेछ कि मासु 4 सिटी लगाइसकेर सिटी फालेर चेक गरेर चाखेको पाक्दै पाकेको थिएन फेरि सिटी लगाइदिएको 4-5 जति लगाइदिनु भए 2-3 लाग्यो होइन अब 2 अरू लागेको अरू होइन अनि त्यो चाहिँ चेक गर्छु फेरि पाक्यो कि नै भनेर अहिले चाहिँ खाना लाग्यो हामीले चाहिँ अनि पाकेर सौरेर गइसक्यो मम्मी बाबा अझै कतिखेर आउनु खाइँदैन अनि अब खाएर हामी चाहिँ रुमतिर जान्छौँ अनि आएपछि गेट सेट खोलिदिने होला होइन मैले अब चाहिँ मैले पनि खान्छु आजलाई भिडियो यति नै थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो के कसो लाग्यो कमेन्ट गरिदिनु होला मन पर्यो भने लाइक कमेन्ट सेयर दुनियादारी सबै गरिदिनु होला सपोर्ट गरिदिनु यति भन्दै आजको लागि म बिदा हुन चाहन्छु हस्त जय नेपाल।